पुलिसै हो। यता मान्छे हटौ त यहाँ जान कसरी पारेको यहाँ बाटो छैन नि बाटो छैन यता बल्नु यता बल्नु त्यहाँ म त झन् कुद्दै छिटाउन कुद्दै आएको मलाई त गाडीले ट्रफिक तपाईँ पनि यात्रु हो? उहाँले नि बताउनु भएको यसो भनिदिनु न के छ सर तपाईँको नाम दिएर? अब के भन्नु, मेरो नाम चाहिँ उमेश मोक्तान तामाङ। अनि यहाँ चाहिँ अब यस्तो भयो, अनि इमर्जेन्सी ढोका चाहिँ मैले हातताली दिएर चाहिँ खोलिदिएँ त्यति। ढोका सका खोलेर सबको ज्यान जोगाउनु भयो। एयर होस्टेसले के भन्दा मान्छेले कि ढोका खोल्दा खोल्दै पनि एयर होस्टेसले चाहिँ नखोल्नु कि नखोल्नु अरे क्या आगो लाग्न माथिल्लो साइडको ढोका चाहिँ बन्द भएको थियो कि, अनि तल्लो साइडको चाहिँ त्यहाँ जाँदाखेरि कडाक गऱ्यो अनि लाताल ल्याम्दिएर चाहिँ खोलियो त्यति। प्लेन चाहिँ कुन ठाउँमा छ अहिले? प्लेन चाहिँ कुन ठाउँमा छ? उहाँ छ सबभन्दा सेकेन्ड उहाँ लास्टको रनवे छ नि, भनेको उता घोडामारातिर हो त्यहाँदेखिको रनवेदेखि नै बाहिर गएको अरे क्या। कहाँ अरे कहाँनिर यो सुरुमै ल्यान्ड गर्दाखेरि फेरि आजको अलिकति हेल्थ चेकलाई जस्तो पनि लाग्यो। 50 मिनटको फ्लाइट भन्नुभएको थियो त्यो एयर होस्टेसले। त्यहाँबाट हामी फ्लाइट हुँदै गर्दाखेरि लगभग धेरै ठाउँमा प्लेन पनि झाकेर जुजुक गऱ्यो। त्यसमा 40 मिनटमै उहाँले ल्यान्ड गराउनु भएको थियो क्या। अनि त्यही भएर पनि केही भएको जस्तो लागेको थियो। अब खोइ त्यहाँनिर अघि त्यहाँ भन्दाखेरि को पाइलटको कसले के गर्दाखेरि भन्दै त्यहाँ कुरा गर्दै थियो अरे पाइलट। धन्न साथीले सबैले ज्ञान बचायो। लापरवाही नै हो आजको चाहिँ। तपाईँहरूलाई सबैलाई सुरक्षित साथ अवतरण गराउनु भयो, त्यसैमा शुभकामना छ। हजुर पनि